घर पहिलाको भत्काएर अहिलेको बस्ने ठाउँ बनाएको छ। सुविधा कम त रमाइला छैन त है आजकल। पहिला जिउँदो हुनुहुन्थ्यो, कसैले हेरेन होला। अब अहिले हेर नभएपछि कति मात्र सुविधा। कोही यसो खाडादेवी घुम्न आउँदै हुनुहुन्छ भने टक्क बस्ने ठाउँ छ। यसो रमाइलो। यतातिर फुल रोप्ने भन्थ्यो, फुल चाहिँ यता रहेनछ। टक्क यता चाहिँ फुल रोपेको रहेछ। बाख्राले भेट्यो भने सबै सखा पारिहाल्छ। राम्रो गरेछ नि। हाम्रा बनाउने दाजुभाइ, काका, बुवा, दादाहरूले सबैले मिलेर बनाउनु भएको हो अरे। यता चाहिँ अब यता बनजानी भयो। अनि म अझै देखाउँछु रे क्या है त। टक्क अनि यो चाहिँ त्यस्तो। वाउ, कम त राम्रो देखेको छैन त है। हेर यता बाख्राले खाएन भने त कम त राम्रो देख्दैन थियो। यो चाहिँ हाम्रो अजा राखिएको ठाउँ हो। देखिएको छ भन्नु होला। अनि अब एकैचोटि दसैँमा त होला नि, हाम्रो आफन्तहरूले यसो हेर्न आउनुभयो भने नि देख्ने। अहिले मैले यसो भिडियो गरेर लैजाउँ भनेर म चाहिँ आएको। अनि मौसम आज यस्तो छ, पानी बिहानभरि परेर खत्तम। र कम त हरियाली देखाएको छ त। अनि यो झन् कलर लगाएको त। वाउ, म चाहिँ अजालाई के अरे बनमारा चढाउँदैछु टक्क है। यसो ढल्नु नि पर्यो। अब के भने ल आजा, चप्पल त फुकाल्नु पर्यो यार। खुट्टा चाहिँ कालो छ यस्तो। आजा त्यही रहेछ। राम्रोसँग बस्नु होला। कलर गरेर कस्तो राम्रो भएर रहेछ क्या होइन। ल अझलाई डोक्नु पर्यो। मान्छेले देखेको छैन नि मलाई, फेरि बौला होला। ल कम त राम्रो देखेको छैन त। वाउ, पहाड। ल राम्रोसँग बस्नु होला आजा। बाई बाई। अब कहिले आउँछौँ? भोलिको काठमाडौँको यात्रा छ। अब आयो भने दसैँमा हुन्छ कि मकै निकाल्ने बेलातिर आएर फेरि एकचोटि भेटौँला। मौसम यस्तो छ। ल हाम्रो गाउँ चाहिँ तलतिर हो। नयाँ साथीहरू हुनुहुन्छ भने कुराहरू त अब थाहा भइरहेकै छ नि होइन। बाई बाई।